आज बिहान मात्रै हेरेको मैले केपी ओली हाम्रो ठुलो सम्पत्ति हो, देशकै सम्पत्ति, त्यसकारण उसलाई खाल्टो खनेर गाडी गाडेर राख्नुपर्छ। इच्छा हो क्या त्यो छोरीको के बाउको इच्छा हुन्छ त्यो फेरि हुँदैन। एउटा गाईको बाछा चाहिँ दिन्छन् होला लक्ष्मी भनेर। के हो त्यो भनेको? अब गाई भन्ने थाहा छैन भने चाहिँ के भन्ने भयो फालो? ए होइन, गाईको बाछा होइन के, तैँले मैले अर्कै सुने के। आमामामामा कोहीले खोज्ने मुनतिर गाडेर कोथाले यहाँ हेर्न। यिनीहरूको त असिस्ट मात्रै आयो, मेरोमा त गन्दैन हेर मलाई एउटा मिल्दैन यार। यो एरोप्लेन वाला कहाँ आएको? नखराना कहाँ छ यो? जापानको केटाले उल्टै गरेछ। बचा न एपिजी टप। कहाँ हो भेना तपाईँ? यता आउनु नि, कहाँ जोन कहाँ बाहिर भएको? ओए एपीजी टॉप रे होइन त्यो अस्ति वाला उसले खेल्ला उदे बस्दै ल फौडा राख्छ उसले। साथी यहाँ छ त को मथि हो कि तल हो हाम्रो एकजना? ल मसँग मैले पाएँ भेनाले भेटो इ भन्दै त्यसले ताता छतमा फाइट भयो दुईजना। Watch out! लमजुङको त अघि पनि परेको हो, यहाँ मुनि हो मुनि। एकजना त आउँदा अर्कम छ ड्यामेज पुरो ड्यामेज छ त्यो। एक्सन डर नखाँदैलाई अरू खाएन होला। अफेर फिनिस हान्न दिएपछि तिमीलाई गाडी गरेँ मैले मारेको छु। अब त भयो सेप भन्दा नि महासेपमा। कोहीलाई बोयफ्रेन्ड खोजिदिनु हो कसलाई? होला को छ र हाम्रो टिममा केटी? कसलाई बोयफ्रेन्ड चाहियो र? क्वीन ओ हेलो, तिमी खतरा गफ हान्दैछौ डार्क लेडीसँग। अब हेलो बोल खतरा गफ हान्दैछ कि डार्क लेडीसँग? तिमी रफ गरेछ नि माइक। सबले माइक गरेछ बोफेले एक्लै गफ हान्दै। गर्लफ्रेन्ड भएको मान्छेहरू चाहिँ नबोलाऊ है। होइन मलाई त तेरो बारेमा सोध्दै थियो के। मेरो पनि गर्लफ्रेन्ड छ त। अब बोल। सोध्दै थियो पो भनेको त तेरो गर्लफ्रेन्ड होस् कि घरमा बुढी नै भए पनि हामीलाई के को टनक टनक। कहाँ गएछ बिहा भोलि भन्दै छ।
मेरो फ्यानहरु धेरै छन् के